यो चाहिँ आलु, प्याज, खोर्सानी, धनिया, नुन, धुलो खोर्सानी, तेल गरेर यो मैले आलु गरेर यो डल्ला बनाउँदैछु। अनि आज चाहिँ मलाई के खानु मन लाग्यो भन्दा यो आलु र आलु चप भन्दा पनि अन्डा चप बनाएर खाने मलाई जाँगर चलेर मैले यस्तो गर्दैछु। यस्तो टाँसिँदैछ। अनि अन्डालाई चाहिँ यसरी राखेर अनि यहाँ माथिबाट चाहिँ फेरि हामीले आलु यहाँ माथि थपेर यसरी अनि बेसनमा चाहिँ अब जसरी आलुचप बनाउनुहुन्छ त्यसरी नै गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ पुरै फुलफिल गर्नुपर्छ अन्डालाई चाहिँ यसरी अनि बेसनमा मोलेर अनि तेलमा फुर्याउनु पर्छ। मैले चाहिँ यति गर्नु लागेको छु, यति बनाइसकेँ। अनि अब यति बाँकी छ। अनि अहिले एकछिनमा उता देखाउन अब अहिले एकछिनमा तपाईँहरूलाई म बनाउँदै गरेको देखाउँछु है। अहिले चाहिँ यस्तो भइरहेको छ। यो चाहिँ बेसन यतिको बनाएको छु मैले। यसरी बनेर रेडी भएको छ अन्डा र आलु। अनि यो चाहिँ बेसन तेल रन्किरहेको छ यहाँ प्यानमा। अब चाहिँ मैले यसलाई उठाएर चप्लाङ्ग चोबेर यसरी अब यहाँ हाल्नु लागेको छु है साथीहरू। आई डोन्ट नो कस्तो हुन्छ। दिस इज माई फर्स्ट ट्राई है। यसरी हुँदैछ यतिको चाहिँ। अब यसलाई एकछिन लो हिटमा राखेर चाहिँ मैले यस्तो कुमकुम हुँदैछ। अब यसलाई रातो भइसकेपछि मैले पल्टाउनु पर्ने हुन्छ। छिटो पल्टाउनु पनि हुँदैन नि त, रातो हुनु पाउँदैन। अनि अब माथिसम्म रातो आइसकेपछि चाहिँ म पल्टाउँछु अनि तपाईँलाई देखाउँछु है यस्तो भयो भनेर। मेरो अन्डा आलुचप चाहिँ यस्तो भइरहेको छ। अन्डा आलुचप चाहिँ सायद मेरो बेसन कम हुनु बेसन पातलो भएर होला सायद प्याक भएको छ। मेबी अब हेरौँ के कस्तो हुन्छ। सायद मेरो बेसन पातलो भयो होला जस्तो लाग्यो मलाई चाहिँ। अनि ठिकै छ। अब पाक्यो। अब पाकेपछि खानुपर्छ। अब हेरौँ टेस्ट चाहिँ कस्तो हुन्छ। आई डोन्ट नो। दिस इज माई फर्स्ट ट्राई है। एकपल्ट पल्टाएर चाहिँ मैले देखाएँ हजुरहरूलाई। यस्तो भइरहेको छ। अब फिनिस्ड भइसकेपछि म हजुरहरूलाई देखाउने छु। यो चाहिँ छ मेरो अन्डा र आलु चप, अन्डा र आलु मिक्स चप। एन्ड बेसन उब्रेको कारणले बैगुन भएको कारणले दिस इज बैगन चप। यस्तो भएको छ है। यो कलर चाहिँ कस्तो आएको छ भनेर चाहिँ नभनिदिनु होला येलो येलो। किनभने यो चाहिँ हामीले त्यो रेड बेसन हुन्छ नि मतलब आलु निम्कीमा हाल्ने बेसन चाहिँ हामीले युज गरिनौँ। यो चाहिँ जस्ट बेसन मात्रै युज गरेको कारणले चाहिँ यो हल्का धेरै खर्याउँदा पनि यस्तो आउने होइन। अनि नखर्याउँदा चाहिँ अलिक यस्तो हुने क्या। मैले दुइटै ट्राई गरेको छु। सो द्याट्स इट। त्यही भएर